इम्पोर्टेन्ट म्यासेज फ्रम द युनिभर्स. सो मैले यहाँ दुईवटा कलरको पेन लिएको छु. ओके, सो हजुरहरूले कुनै पनि दुईवटा पेनबाट चाहिँ एउटा पेन पिक गर्नुपर्ने हुन्छ. त्यसपछि आइ एम गोइङ टु गिभ यु द म्यासेज फ्रम द युनिभर्स, आइदर रेड और पर्पल वान. ओके, सो टेक योर टाइम एन्ड देन लाइक भिडियोलाई पज गर्न सक्नुहुन्छ, वाट एभर इट इज. ओके, सो जस्ट वान पेन चाहिँ पिक गर्नु. ओके, यदि हजुरहरूले रेड पेन पिक गर्नुभएको छ भने चाहिँ हजुरहरूको लागि युनिभर्सको म्यासेज आएको छ. ओके, आई एम गेटिङ द्याट हजुरको लाइफमा चाहिँ हजुर एकदम स्टक हुनुहुन्छ कि मेबी हजुर एकदम धेरै ओभर थिङ्किङ गरिराख्नु भएको छ, एकदम धेरै स्ट्रेस लिइराख्नु भएको छ केही कुरालाई लिएर पर्टिकुलरली. ओके, दिस इज वाट एम, अथवा कसैले हजुरलाई स्टक गराएर राखेको छ कि त्यस्तो कुराहरू देखाएको छ. ओके, ओभर थिङ्किङ हुनसक्छ, कुनै टक्सिक रिलेसनसिपमा हुन सक्नुहुन्छ, केही कुरामा अल्झिराख्नु भएको छ हजुर. ओके, बाहिर निस्किन पनि सक्नुहुँदैन, बस्न पनि सक्नुहुँदैन. ओके, अथवा कसैको लागि त यो जेलको सिचुएसन पनि हुनसक्छ, आफू कि त आफ्नो क्लोजेस्ट मेम्बर कोही जेलमा छ कि केसेसहरू चलिरहेछ कि वाट एभर इट इज. ओके, सो युनिभर्स वान्ट्स यु टु नो द्याट चाबी अथवा लाइक हुन्छ नि त्यो ब्लकहरू रिमुभ गर्ने कि इज भेरी क्लोज देन यु रियलाइज. कि हजुरको वरिपरि नै एन्सर छ. युनिभर्स इज गोइङ टु गाइड यु. हजुरको लागि माउस सिग्निफिकेन्ट हुनसक्छ, हजुरले मुसाहरू देखिरहेको हुन सक्नुहुन्छ, त्यो पनि साइन हो एउटा. कि देख्न सक्नुहुन्छ, चाबी हो कि त्यो पनि हजुरको लागि साइन हुन्छ फ्रम युनिभर्स. अनि इनिसियल CMH. ओके, यो कसैको नाममा पर्छ अथवा यो इनिसियल देख्न सक्नुहुन्छ, द्याट इज गोइङ टु बी यर एन्सर. अनि अर्को भनेको चाहिँ हजुरहरूलाई गणेश भगवानको बाट पनि एकदम ब्लेसिङ्स छ. सो यो ब्लक अभियसली हजुरको लाइफमा अब्स्टिकल्स छ, राइट. सो कार्ड इज टकिङ डिरेक्टली टु यु के. सो अब्स्टिकल्स छ नि त लाइफमा, बिकज अफ द्याट हजुरहरूले चाहिँ गणेश भगवानलाई चाहिँ पूजा गर्नुपर्ने हुन्छ. ट्युसडे अथवा गणेश भगवानको मन्त्र सुन्नु, त्यसपछि हजुरको लाइफमा सिफ्ट हुन्छ, च्यालेन्जेस अब्स्टिकल्स चाहिँ हट्छ. ओके, अर एल्स हजुरहरूले मुसालाई खानेकुरा खान दिँदाखेरि पनि हुन्छ, वाट एभर इट इज, यु नो. सो डु द्याट. अनि त्यसपछि पनि हजुरहरूको यो लाइफमा भएको ब्लकहरू, नेगेटिभिटी चाहिँ छिटो खुल्छ. ओके, 1 month from today, 1 महिना फ्रम टुडे, द मोमेन्ट यु आर वाचिङ दिस भिडियो, आजको 1 monthमा चाहिँ हजुरहरूको लाइफमा जति पनि यो ब्लकेजेस छ, तर मैले भनेअनुसारको गर्नु पर्यो. गणेश भगवानको मन्त्र सुन्नु, पोजिटिभ थटमा बस्नु, युज यर माइन्ड. ओके, बी लजिकल, बी स्मार्ट, बी पोजिटिभ. ओके, त्यसपछि हजुरहरू यो जेल, यो जे पनि स्टक सिचुएसन छ नि त्यसबाट बाहिर निस्किनुहुन्छ कि. दिस इज द कन्फर्मेसन. ओके, फर दिस पाइल नम्बर. ओके, जसले रेड युज गरेको थियो, पिक गरेको थियो. ओके, एन्ड देन फर दिस आई एम गोइङ टु सेयर टुमोरो. ओके, सो जसले पनि यो पर्पल कलरको पिक गरेको छ, यसको भिडियो विल बी आउट टुमोरो. त्यसको लागि मलाई फलो गरिराख्नु एन्ड देन लाइक कमेन्ट सेक्सनमा लेख्नु, आई विल वेट. ओके, यो पर्पल पेन जसले पनि चुज गर्नुभएको छ, आई विल डेफिनेटली पोस्ट टुमोरो. एन्ड देन फर द पाइल रेड पेन. ओके, सो हजुरहरूले कमेन्ट सेक्सनमा ओम गण गणपताय नमः भनेर लेख्दाखेरि हुन्छ. ओके, फर क्लेमिङ अ पोजिटिभ एनर्जी. ओके, सो दिस इज अ जेनरल रिडिङ, सबैलाई रेजोनेट हुन्छ भन्ने हुँदैन. सो पर्सनल रिडिङको लागि मलाई वाट्सएप, इन्स्टाग्राम और भाइबरमा मेसेज गर्न सक्नुहुन्छ. सो टेक केयर अफ यर सेल्फ, ह्याभ एन अमेजिङ डे.